यो असार श्रावणको महिना छ, वर्षायामको महिना छ हैन। बच्चाहरूलाई झाडा पखाला त लागिहाल्छ। हामीले जति नै फिल्टर गरेर पानी खुवाए पनि झाडा पखाला लाग्ने गर्छ। अब झाडा पखाला लाग्यो भने के गर्ने त भन्दाखेरि हामीलाई सबैलाई थाहा भएकै कुरा हो, जीवनजल दिनुपर्छ। तर हजुरहरूलाई थाहा छ जीवनजल कसरी बनाउने भनेर? किन भन्दाखेरि कति मैले देखेको छु कि जीवनजल खुवाउनुस् भनेर हामीले पठाउँछौं, तर आमा बुवाले के गर्नुहुन्छ भन्दाखेरि जीवनजल एक प्याकेट जीवनजललाई एक ग्लास पानीमा राखेर चाहिँ मिसाएर खुवाउनु हुन्छ। यसो गर्दाखेरि चाहिँ पानी र नुनको मात्रा नमिलेर चाहिँ मृगौला ड्यामेज हुने चान्स हुन्छ। अब म हजुरहरूलाई चाहिँ जीवनजल कसरी बनाउने भनेर तरिका भनिदिन्छु। पहिला सुरुमा त सफा पानी लिनु पर्यो, उमाल्नु पर्यो। 1 लिटर पानी लिनु पर्यो र उमाल्नु पर्यो। उमालेको पानीलाई चिसो गरिसकेपछि त्यो 1 लिटर पानीमा 1 प्याकेट जीवनजल पुरै हालेर घोल्ने। र एउटा कुरा याद राख्नुस्, एकचोटि जीवनजल बनाइसकेपछि चाहिँ 24 घण्टासम्मलाई काम लाग्छ। त्यसपछि पनि रहिरह्यो भने चाहिँ डिस्कार्ड गर्नुपर्ने हुन्छ है। यसरी चाहिँ बनाउनु पर्ने हुन्छ। र वन्स बनाइसकेपछि कसरी दिने त बच्चाहरूलाई भन्दाखेरि चाहिँ थोरै थोरै चम्चाले गरेर अथवा सानो ग्लासमा राखेर थोरै थोरै गरेर दिनुपर्ने हुन्छ। बस।